स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानलमा। हाम्रो यात्रा पाथिभराको रहेको छ। ताप्लेजुङ बजारसम्म चाहिँ बाटो राम्रो भएको हुँदा मैले टोयोटा आइस गाडी ताप्लेजुङ बजारसम्म लिएर गएँ। ताप्लेजुङ बजारदेखि काप्लेपाटीसम्म बाटो भए तापनि बाटो बिग्रेको अफरोड रहेको हुँदा अफरोड चल्ने गाडीमा हामीले करिब 1 घण्टा यात्रा गर्यौं। काफ्लेपाटीबाट चाहिँ हाम्रो पैदल यात्रा सुरु हुन्छ। काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म करिब 6 किलोमिटरको दूरी रहेको हुँदा यो 6 किलोमिटर दूरी पार गर्न चाहिँ करिब स्थानीयका भनाइअनुसार 3 देखि 4 घण्टा समय लाग्ने रहेछ। बाटोमा यात्रा गर्दै गर्दा बाटोबाट देखिएका दृश्य, त्यहाँका ठाउँले चाहिँ थकाइ महसुस कम गराउने रहेछ। हामीले पैदल यात्रा सुरु गरेको करिब 4 घण्टापछि पाथिभरा माता कहाँ पुग्यौं। हामी पाथिभरा माताकोमा पुग्दा चाहिँ मौसम खराबीका कारण हामीले बाहिरका दृश्य भने चाहिँ त्यति देख्न पाएनौं। मन्दिर वरिपरिका दृश्य भने चाहिँ नजिकै खुला नै रहेको थियो। हामीले त्यहाँ बसेर केही समय बिताएपछि मन्दिर दर्शन गर्यौं, वरिपरि हेर्यौं र फेरि हामी पुनः आफ्नो गन्तव्यतिर नै फर्क्यौं।